सम्पूर्ण साथीहरुमा फेरि पनि नमस्कार। हिजोहरु जस्तै आज पनि तपाईहरुमा चाहिँ एकदमै महत्त्वपूर्ण 60 वटा प्रश्नहरु लिएर आइसकेका छौं। हिजोहरु भन्दा केही फरक प्रश्न हैन पहिला भन्दा र आज केही विशेष महत्त्वपूर्ण प्रश्नहरु छ। सधैँ नै महत्त्वपूर्ण हुन्छ तर पनि आज केही फरक प्रश्नहरु छ। हामी सबै प्रश्नको हल गर्ने छौं र तपाईहरु स्किप गरेर हेर्नु होला किनकि हामीले चाहिँ केही प्रश्नहरुको आउने सम्भावना प्रश्नहरुको चाहिँ हामीले फिडब्याक दिने गरेका छौं हैन। फिडब्याक गर्छौं त्यसलाई चाहिँ कसरी आउन सक्छ हैन त्यो कुन हो भने त्यसरी चाहिँ हामीले त्यसलाई व्याख्या गर्छौं र हाम्रो सिद्धनाथ टेक्निकल कलेजमा तपाईहरु चाहिँ यदि पढ्न चाहनुहुन्छ बनरक्षको नयाँ नितान्दै नयाँ हुनुहुन्छ भने चाहिँ तपाईहरुलाई के थाहा छैन भने हाम्रो सिद्धनाथ टेक्निकल कलेजमा चाहिँ पढाइ सञ्चालन भइरहेको छ। साँझ 4 बजेदेखि तपाईहरु यता आएर चाहिँ पढ्न सक्नुहुनेछ। यदि फिजिकलमा पनि कमजोर हुनुहुन्छ भने हाम्रो फिजिकल क्लास नै भइरहेको छ। त्यसको लागि सम्पर्कको लागि माथि टपमा नम्बर दिएको छ 9848 088 688 मा चाहिँ तपाईहरुले सम्पर्क गरेर चाहिँ यहाँ बुझ्न सक्नुहुनेछ र आएर चाहिँ तपाईहरुले पढ्न चाहनुहुन्छ भने पढ्न सक्नुहुन्छ है त। अब सधैँ हामी प्रश्न लिएर आइसकेका हुन्छौं हप्ताको एकचोटी चाहिँ 60 वटा प्रश्न त्यो बीचबीचमा पनि लिएर आइसकेका हुन्छौं। यदि तपाईहरु चाहिँ नयाँ हुनुहुन्छ भने हाम्रो च्यानललाई चाहिँ सब्स्क्राइब गर्न चाहिँ नभुल्नु होला किनकि तपाईले सब्स्क्राइब गर्नुभयो भने चाहिँ हामीले भिडियो हाल्ने बित्तिकै तपाईहरुकोमा नोटिफिकेसन आउँछ, तपाईहरुले चाहिँ हेर्न सजिलो हुन्छ है त। अब हामी ढिलो नगरिकन प्रश्नतर्फ नै लागौं। प्रश्न नम्बर 1 मा के भनेको छ त भन्दाखेरि नेपालमा चौडापाते वनको कुल वार्षिक वृद्धि दर ग्रस एनुअल इन्क्रिजमेन्ट कति रहेको छ भने नेपालमा चाहिँ चौडापाते वनको चाहिँ कुल वार्षिक वृद्धि दर कति छ त भन्दाखेरि 2.0 घनमिटर हो कि त्यसैगरी 2.2 घनमिटर हो कि त्यसैगरी 2.4 घनमिटर हो कि त्यसैगरी 2.8 घनमिटर हो त भन्दाखेरि प्रश्न नम्बर 1 को के हुने भयो हाम्रो प्रश्न नम्बर 1 को चाहिँ नेपालमा चौडापाते वनको वार्षिक वृद्धि दर चाहिँ 2.4 घनमिटर हुने गर्दछ है त। यो चाहिँ के को त भन्दाखेरि यो चौडापाते वनको भयो हैन। अब कहिलेकाहीँ कोणधारी वनको भनेर पनि आइदिन सक्छ हैन, त्यसको बारेमा पनि थाहा पाइराख्नु पर्छ। कोणधारीको चाहिँ के हुन्छ त कति हुन्छ त भन्दाखेरि 2.8 घनमिटर है त। अब त्यसैगरी प्रश्न नम्बर 2 मा छ नेपालमा कहिलेसम्म नेट जिरो उत्सर्जनको लक्ष्य राखेको छ भने नेपालले चाहिँ कहिलेसम्म नेट जिरोको चाहिँ उत्सर्जन लक्ष्य राखेको छ त भन्दाखेरि अप्सन ए मा छ सन् 2030, अप्सन बी मा छ सन् 2040, अप्सन सी मा छ सन् 2045, अप्सन डी मा छ सन् 2050। के हुन्छ होला यसको सही आन्सर कमेन्ट गर्दै गर्नु होला। हामी कमेन्ट मार्फत नै हेर्ने छौं तपाईहरुको आन्सर। अब प्रश्न नम्बर 2 को के हुन्छ त भन्दाखेरि अप्सन सी सन् 2045 है त। अब प्रश्न नम्बर 3 मा रहेको छ बोर्डरको बिउ संकलन समय कुन हो। एकदमै महत्त्वपूर्ण प्रश्न हो यो, एकदमै पहिला पनि सोधिसकेको प्रश्न हो र यो सोध्ने खालको नै प्रश्न एकदमै महत्त्वपूर्ण छ। अब बोर्डरको बिउ संकलन समय कुन हो त भन्दाखेरि ए मा छ सेप्टेम्बर देखि जनवरी, अप्सन बी मा छ जुन देखि जुलाई, अप्सन सी मा छ जुन देखि अगस्त, अप्सन डी मा छ सेप्टेम्बर देखि मार्च भन्दाखेरि कुन होला प्रश्न नम्बर 3 को अप्सन सी है त जुन देखि अगस्त। अप्सन सी जुन देखि अब कहिलेकाहीँ के सोध्न सक्छ त भन्दाखेरि यो बोर्डरको सबैभन्दा बिउ चाहिँ अंकुरण समय चाहिँ कम है त। यसको चाहिँ अंकुरण समय सबैभन्दा कम हुन्छ है त। यो यसको के हुन्छ त भन्दाखेरि बोर्डरको अंकुरण समय चाहिँ सबैभन्दा अब सालको सिसौं यस्तै हुन्छ नि। यसको चाहिँ अब कोहीको 3 वर्ष हुन्छ, कोहीको 7 वर्ष 7 महिना अथवा 7 दिन 1 हप्ता हुन्छ नि। अब बोर्डरको चाहिँ सबैभन्दा कम कहिलेकाहीँ प्रश्नमा सोध्न सक्छ सबैभन्दा कम अंकुरण समय भएको अब वनस्पति कुन हो भनिदियो भने के हुने भयो हाम्रो बोर्डर है त। यसको कति दिन हुन्छ त भन्दाखेरि 2 दिन मात्रै हुन्छ है त। अनि त्यसैगरी डिसेम्बर मार्च यसको पनि चाहिँ महत्त्वपूर्ण छ। यसको चाहिँ सिसौंको बिउ संकलन चाहिँ कहिले गरिन्छ त भन्दाखेरि डिसेम्बर मार्च है त। यो सिसौं हामीले महत्त्वपूर्ण भएर चाहिँ हामीले अप्सनमा पनि राखिदिएका हुन्छौं, कहिलेकाहीँ सोध्न सक्छ हैन। सिसौंको बिउ संकलन समय कुन हो भन्दा नि डिसेम्बर मार्च है त। अब त्यसैगरी प्रश्न नम्बर 4 मा रहेको छ वन ऐन 2076 मा कुन प्रकारको वन उल्लेख गरिएको छैन भने हो। यस्तो प्रश्न चाहिँ हामीले अन्तिममा छ अथवा छैनलाई चाहिँ एकदमै ध्यान दिएर पढ्नुपर्छ। हामीले चाहिँ सजिलो प्रश्न हो भन्ने हुन्छ, ज्याप्प चाहिँ छैन भनेको हुन्छ 6 मा आइदिन्छ हैन। हो त्यसरी चाहिँ हामीले प्रश्न एकदमै ध्यानपूर्वक पढ्नुपर्ने हुन्छ। प्रश्न नम्बर 4 अनुसार चाहिँ वन ऐन 2076 मा कुन प्रकारको वन उल्लेख गरिएको छ भन्दाखेरि ए मा छ शहरी वन, बी मा छ सार्वजनिक वन, सी मा छ वन संरक्षण, डी मा छ संरक्षित वन भन्दाखेरि शहरी वन पनि छ हैन। यो पनि हो वन ऐन 2076 मा उल्लेख गरिएको छ। त्यसपछि सार्वजनिक वन पनि उल्लेख गरिएकै छ। अब वन संरक्षण क्षेत्र त भइहाल्यो हैन। अब त्यसपछि संरक्षित वन भन्यो, संरक्षित वन चाहिँ उल्लेख गरिएको छैन है त। प्रश्न नम्बर 4 को अप्सन के हुने भयो डी है त संरक्षित वन। अब वन संरक्षण क्षेत्र कति अब वन संरक्षण क्षेत्र
अब नेपालमा कतिवटा वन संरक्षण क्षेत्र रहेका छन्? वन संरक्षण क्षेत्र चाहिँ 11वटा है। सबैभन्दा चाहिँ के अरे अब 11वटा वन संरक्षण क्षेत्र भए होइन यहाँ नेपालमा चाहिँ। अब सबैभन्दा कान्छो कुन हो त भन्दाखेरि सबैभन्दा कान्छो है त 11 भए 11 मध्येको कान्छो चाहिँ काँक्रेबिहार होइन, काँक्रेबिहार सबैभन्दा कान्छो, सबैभन्दा पुरानो के अरे सबैभन्दा पुरानो र सबैभन्दा सानो चाहिँ काँक्रेबिहार। काँक्रेबिहार सबैभन्दा सानो है। त्यसपछि सबैभन्दा सानो चाहिँ के हो त भन्दाखेरि काँक्रेबिहार वन संरक्षण क्षेत्र। अब त्यसै गरी अर्को सबैभन्दा ठुलो चाहिँ के हो त भन्दाखेरि बसन्ता है। अब कहिलेकाहीँ वन संरक्षण क्षेत्रको बारेमा सबैभन्दा सानो वन संरक्षण क्षेत्र भन्यो भने के हुने भयो? काँक्रेबिहार होइन। त्यसै गरी सबैभन्दा पुरानो वन संरक्षण क्षेत्र पनि के हो? काँक्रेबिहार होइन। सबैभन्दा पुरानो र सबैभन्दा सानो वन संरक्षण क्षेत्र काँक्रेबिहार हो। अब त्यसै गरी सबैभन्दा ठुलो वन संरक्षण क्षेत्र कुन हो भनेर प्रश्नमा आइदियो भने के हुने भयो? बसन्ता है हो। यसरी चाहिँ हामीले सबै कुराको थाहा पाउनुपर्छ। वन 2076 कुन प्रकारको वन उल्लेख गरिएको छ भन्यो? अब हाम्रो एन्सर संरक्षित वन भयो। अब अप्सनमा वन संरक्षण क्षेत्र भयो, सार्वजनिक छ, सहरी वन छ होइन। अब सहरी वनको पनि मैले पहिलाको भिडियोमा भनिसकेको छु, वन संरक्षण पनि भनिसकेको, तर पनि वन संरक्षण क्षेत्र कति छन्? 11 होइन। 11मा चाहिँ सबैभन्दा कान्छो सबैभन्दा पुरानो र सबैभन्दा सानो भन्यो भने के हो? काँक्रेबिहार। काँक्रेबिहार कुन जिल्लामा पर्छ भन्यो भने के हुने भयो? सुर्खेत है। काँक्रेबिहार सुर्खेतमा पर्छ। अब सबैभन्दा ठुलो वन संरक्षण क्षेत्र कुन हो भन्यो भने के हुने भयो? बसन्ता है। यसरी चाहिँ बुझ्नु होला। अब त्यसै गरी प्रश्न नम्बर 5। प्रश्न नम्बर 5मा के भनेको छ त भन्दाखेरि कीटनाशक औषधिको रूपमा पातको प्रयोग हुने रुख कुन हो भन्यो। अब कीटनाशक होइन, कीटनाशक भनेको एउटा औषधि हो होइन। औषधिको रूपमा चाहिँ प्रयोग हुने पात प्रयोग हुने चाहिँ कुन हो त भन्दाखेरि कुन रुख हो त भन्दाखेरि एमा छ हर्रो, बीमा छ बर्रो, सीमा छ अमला, अब डीमा छ निम। भन्दाखेरि हर्रो, बर्रो र अमला मिलेर के भन्छ? एउटा त्रिफला भन्छ है। कहिलेकाहीँ प्रश्नमा आउन सक्छ त्रिफला के बनेर मिलेर बनेको हुन्छ भने हर्रो, बर्रो र अमला बनेर चाहिँ त्रिफला बन्छ है। यो कुरा पनि थाहा पाइरहनु होला। पहिले प्रश्नमा पहिलाको प्रश्न पनि आएको थियो र पछि पनि नहोला भन्न सकिन्न। हर्रो, बर्रो र अमला मिलेर त्रिफला बन्छ। अब यसको चाहिँ कीटनाशक औषधिको रूपमा पातको प्रयोग हुने रुख चाहिँ यसको एन्सर चाहिँ के हो त भन्दाखेरि निम हो होइन। निम भन्दा नि अर्को इम्पोर्टेन्ट के छ त भन्दाखेरि अमला। यो अमला पनि एकदमै महत्त्वपूर्ण प्रश्न हो। यसको पनि सोधिरहेको हुन्छ। अब कहिलेकाहीँ सोध्न सक्छ अमलाको सङ्कलन समय कुन हो भन्यो भने के हुने भयो? कार्तिकदेखि फागुन है सङ्कलन समय। त्यसपछि अमलामा के पाइन्छ? भिटामिन सी पाइन्छ अमलामा। कहिलेकाहीँ प्रश्नमा सोध्न सक्छ नि। अब के अरे अमलामा कुन भिटामिन पाइन्छ? ए, बी, सी, डी आइदियो भने के हुने भयो? सी। अब यो के को लागि प्रयोग हुन्छ त भन्दाखेरि यो के को लागि प्रयोग हुन्छ त भन्दाखेरि एउटा छ खाना पचाउन है, खाना पचाउन। त्यसै गरी अर्को छ रक्त अल्पता है। त्यसै गरी अर्को छ कमल पित्त र अर्को छ स्मरण शक्ति भन्दाखेरि अब कहिलेकाहीँ प्रश्नमा के आउन सक्छ त भन्दाखेरि अमला कुन रोगको लागि होइन उपयोगी हुन्छ, कुन रोगको लागि के आउँछ अब होइन राम्रो हुन्छ भने अब कहिलेकाहीँ अप्सनमा आला खाना पचाउन, त्यसपछि रक्त अल्पता, कमल पित्त, माथिका सबै आइदियो भने के हुने भयो? माथिका सबै हो। यिनीहरू चाहिँ खाना पचाउन, रक्त अल्पता, त्यसपछि अर्को के छ त भन्दाखेरि कमल पित्त र स्मरण शक्ति बनाउन। यदि चाहिँ कोही कमजोर हुनुहुन्छ भने अमला खानु होला है त। अब त्यसै गरी प्रश्न नम्बर 6मा रहेको छ। यदि पढ्नुभयो भने चाहिँ तपाईँहरूले एकदमै ध्यान दिएर स्किप नगरेर हेर्नुभयो भने तपाईँहरूले धेरै बुझ्नुहुन्छ है त। अब त्यसै गरी प्रश्न नम्बर 6मा रहेको छ नेपालमा जलवायु परिवर्तन नीति कहिले लागू भएको हो भने। अब नेपालमा जलवायु परिवर्तन नीति कहिले लागू भएको त भन्दाखेरि एमा छ विक्रम सम्वत 2076, बीमा छ सन् 2019, सीमा छ ए र बी दुवै, डीमा छ कुनै पनि होइन त भन्दाखेरि जलवायु परिवर्तन चाहिँ दुईटै 2076 विक्रम सम्वत 2076 भन्नु र सन् 2019 भन्नु एउटै हो है त। यसको एन्सर अप्सन सी। जलवायु परिवर्तनका कारणहरू के हुन् कहिलेकाहीँ सोध्न सक्छ है। अब एउटा छ वन विनाश,
वन विनाश है। त्यसपछि औद्योगिकरण, त्यसै गरी अब हरित गृह उत्सर्जन, हैन। यिनीहरू चाहिँ के हो त भन्दाखेरि जलवायु परिवर्तनका कारणहरू हुन् है त। अब त्यसै गरी प्रश्न नम्बर 7 मा रहेको छ सुधार कटानमा तलका मध्ये कुन क्रियाकलाप पर्दैन भन्यो हैन। अब सुधार कटानमा चाहिँ तलका मध्ये कुन क्रियाकलाप पर्दैन त भन्दाखेरि ए मा छ ढलपडा रुखहरू हटाउने, बी मा छ लहरालाई सहायता दिने रुख हटाउने, सी मा छ बुढो रुखहरू काट्ने, डी मा छ घना क्षेत्र पल्टाउने भन्दाखेरि अब सुधार कटानमा चाहिँ कुन क्रियाकलाप पर्दैन भन्दा अब ढलपडा रुखहरू हटाउनु परिहाल्यो हैन। त्यसपछि बुढो रुखहरू काट्नु परिहाल्यो, घना क्षेत्र पल्टाउनु पर्यो, पुरै घना क्षेत्र भयो भने त हुँदैन हैन, बिरुवाहरू उर्किन पाउँदैन। हो लहरालाई सहायता दिने रुखहरू हटाउने चाहिँ क्रियाकलापमा पर्दैन है त। प्रश्न नम्बर 7 को के हुने भयो अप्सन बी। अब त्यसै गरी तलका मध्ये ड्याम्पिङ अफ कुन प्रजातिमा बढी मात्रामा लाग्दछ त भन्दा ड्याम्पिङ अफ भनेको के हो त भन्दाखेरि एउटा रोग हो हैन। अब यो चाहिँ कुन प्रजातिमा बढी मात्रामा लाग्दछ भनेको हैन। ए मा छ साल, बी मा छ सिसौँ, सी मा छ सल्ला, डी मा छ उत्तिस त भन्दाखेरि चाहिँ यो कुन प्रजातिमा बढीमा लाग्छ त भन्दाखेरि अप्सन सी है त। सालमा चाहिँ के हुन्छ त भन्दाखेरि बढी के अरे सल्लामा चाहिँ बढी लाग्ने गर्दछ। अब प्रश्न नम्बर 9 मा रह्यो दिएको मध्ये नेपालको प्रथम वन मन्त्री कोन। यो पनि एकदमै महत्त्वपूर्ण प्रश्न हो, कहिलेकाहीँ आउन सक्छ हैन। अब हामीले चाहिँ बुझ्नुपर्छ है को इम्पोर्टेन्ट प्रश्न हो, कुन आउन सक्छ भनेर। अब दिएका मध्ये नेपालको प्रथम वन मन्त्री को हुन् त भन्दाखेरि ए मा छ हामी त अब वनको हैन फ्याकल्टी हो, वनतिर हो, यसैले चाहिँ वनको बारेमा चाहिँ हामीले अब मन्त्रीहरू चाहिँ थाहा पाइराख्नुपर्छ है, पहिलाको अहिलेको। अब प्रश्न नम्बर 9 मा दिएको छ दिएको मध्ये नेपालको प्रथम वन मन्त्री को हुन् त भन्दाखेरि ए मा छ निरिपजङ राणा, त्यसरी बी मा छ चुडा शमशेर जबरा, सी मा छ परशुराम चौधरी, डी मा छ भीमसेन थापा भन्दाखेरि चाहिँ के हुन्छ यसको सही आन्सर प्रश्न नम्बर 9 को अप्सन बी है त। चुडा शमशेर जबरा नेपालको पहिलो वन मन्त्री। अब यो भीमसेन थापा त नेपालको पहिलो प्रधानमन्त्री भइहाले हैन। त्यसैगरी प्रश्न नम्बर 10 मा रहेछ व्यावसायिक कबुलियती वन बढीमा कति हेक्टरसम्म दिइने व्यवस्था रहेको छ भन्यो। अब व्यावसायिक कबुलियती वन अब हामीले यो भन्दाखेरि कबुलियती वन भयो है। कबुलियती वन अब कबुलियती वन कति छन् त भन्दाखेरि दुई किसिमका कबुलियती वन छन्। एउटा के हो गरिबमुखी कबुलियती वन, गरिबको रेखामुनि दिने कबुलियती वन, र अर्को यो व्यावसायिक कबुलियती वन। अब व्यावसायिक कबुलियती वन कति हेक्टरसम्म दिने व्यवस्था छ भने अप्सन ए मा 25 हेक्टर, बी मा 50 हेक्टर, सी मा 75 हेक्टर, डी मा 100 हेक्टर भन्दाखेरि बढीमा 50 हेक्टर हो हैन। यसको आन्सर चाहिँ 50 हेक्टर भयो है। तर चाहिँ हामीले बुझ्नु पर्यो अब व्यावसायिक कबुलियती वन र अब कहिलेकाहीँ के प्रश्न आउन सक्छ त भन्दाखेरि अब व्यावसायिक मात्रै आउन सक्छ, गरिबको रेखामुनि भनेर पनि आउन सक्छ हैन। अब गरिबको रेखामुनि कबुलियती वन, अब व्यावसायिक कबुलियती वन, अब व्यावसायिक कबुलियती वन कति वर्षको लागि दिन्छ त भन्दाखेरि कति वर्षको लागि दिन्छ 30 वर्षको लागि चाहिँ व्यावसायिक कबुलियती वन दिन्छ है त। अब कहिलेकाहीँ प्रश्नमा सोध्न सक्छ व्यावसायिक कबुलियती वन बढीमा कति वर्षको लागि दिने व्यवस्था रहेको छ भन्न सक्छ हैन। त्यसैगरी अब व्यावसायिक कबुलियती वन कसले हस्तान्तरण गर्छ भनेर आउन सक्छ। हो व्यावसायिक कबुलियती वन कति वर्षको लागि दिन्छ 30 वर्षको लागि दिन्छ। यो कसले हस्तान्तरण गर्छ त भन्दाखेरि नेपाल सरकारले हस्तान्तरण गर्छ है त। नेपाल सरकारले व्यावसायिक कबुलियती वन हस्तान्तरण गर्छ। र अर्को छ गरिबका रेखामुनि कबुलियती वन। गरिबका रेखामुनि कबुलियती वन चाहिँ कसले हस्तान्तरण गर्छ त भन्दाखेरि डिभिजनल वन अधिकृतले गरिबको रेखामुनि कबुलियती वन चाहिँ हस्तान्तरण गर्छ। अब व्यावसायिक कबुलियती वन कसले हस्तान्तरण गर्ने रहेछ नेपाल सरकारले, र गरिबको रेखामुनि कबुलियती वन कसले हस्तान्तरण गर्ने रहेछ डिभिजनल वन अधिकृतले। अब व्यावसायिक कबुलियती वन कति वर्षको लागि दिने रहेछ 30 वर्षको लागि, र अब गरिबको रेखामुनिलाई दिने कबुलियती वन कति वर्षको लागि दिन्छ 15 वर्षको लागि दिन्छ है त। 15 वर्षको लागि दिन्छ। अब गरिबको रेखामुनिलाई चाहिँ दिँदाखेरि कम्तीमा कति घरधुरी हुनुपर्छ भनेर पनि सोध्न सक्छ है त। गरिबको रेखामुनिलाई दिने कबुलियती वन उनलाई कम्तीमा चाहिँ 5 घरधुरी हुनपर्छ है त। 5 वटा घरधुरी भयो भने अनि बल्ल चाहिँ गरिबको रेखामुनिलाई कबुलियती वन दिन्छ। हो यति चाहिँ हामीले बुझ्यौँ भने चाहिँ बुझ्न जरुरी छ है त। अब यसको चाहिँ दफा परिच्छेद पनि छ हैन। वन 2076 को
अब 26 दफा 7 परिच्छेदमा चाहिँ व्यवस्था गरिएको छ है त बने 2076 को। हो यति चाहिँ हामीले बुझ्न जरुरी छ है त। हो यस्तो महत्त्वपूर्ण प्रश्न हामीले चाहिँ एकदमै तपाईहरुले बुझाउने कोसिस गर्नेछु। तपाईहरुले चाहिँ एकदम ध्यान दिएर हेर्नु होला हैन, साथमा चाहिँ कपी पेन लिएर पनि बस्नु होला। अब त्यसैगरी प्रश्न नम्बर 11 मा छ, नेपालमा टङ्गे कृषि वन प्रणालीको सुरुवात कहिलेदेखि भयो भने नेपालमा चाहिँ टङ्गे कृषि वन प्रणालीको सुरुवात कहिलेदेखि भएको त भन्दाखेरि ए मा छ सन् 1970, बी मा छ सन् 1972, सी मा छ सन् 1980, डी मा छ सन् 1990 भन्दाखेरि चाहिँ यसको सही आन्सर के हुन्छ होला? प्रश्न नम्बर 11 को अप्सन बी है त, सन् 1972 मा चाहिँ नेपालमा टङ्गे कृषि वन प्रणाली सुरुवात भएको थियो। अब त्यसैगरी प्रश्न नम्बर 12 मा रह्यो। 12 मा के छ त भन्दाखेरि नर्सरीका बिरुवालाई असर गर्ने माटो सेतो र सी आकारको किरा तलका मध्ये कुन हो भन्यो। अब नर्सरीका बिरुवालाई असर गर्ने माटो सेतो हैन सी आकारको किरा तलका मध्ये कुन हो त भन्दाखेरि खुम्रे लार्भा हो कि व्हाइट गप्स हो कि लार्भा हो कि कटोमो हो कि हैन, सी मा छ फट्याङ्ग्रा ग्रासहपर हो कि डी मा छ कित्रा भन्यो। अब यसको चाहिँ नर्सरी बिरुवामा असर गर्ने सी आकारको चाहिँ खुम्रे लाब्रा हो हैन। यो कस्तो हुन्छ त भन्दाखेरि मानम यस्तो हुन्छ के, यो मुख भयो हैन, हो यस्तो हुन्छ कि सेतो हुन्छ, यो चाहिँ खुम्रे लाब्रा चाहिँ यसलाई भनिन्छ है त। अब त्यसैगरी प्रश्न नम्बर 13 मा रहेको छ, वनको गणना कसरी गरिन्छ भन्यो। अब वनको गणना चाहिँ कसरी गरिन्छ त भन्दाखेरि पूर्ण रूपमा गणना गरेर हो कि त्यसैगरी नमुना क्षेत्र स्थापना गरेर हो कि वनको अवलोकन गरेर हो कि सरकारवालासँग छलफल गरेर हो। अब हामीले बुझ्नुपर्ने कुराहरु के छ त भन्दाखेरि मानम यो एउटा यो वन हो है, यिनीहरु चाहिँ के हो त भन्दाखेरि रुख हो, यिनीहरु चाहिँ रुख हो है त। अब यताउतिको चाहिँ यो कवलिती वनहरु भयो हैन, के रे यो मध्यवर्ती क्षेत्र भयो हो। अब यो भयो हैन, अब यसलाई चाहिँ हामीले के गर्नु पर्यो? गणना गर्नु पर्यो हैन। अब अप्सन ए ले के भन्यो त भन्दा पूर्ण रूपमा गणना गरेर भन्यो। अब पुरै यिनीहरु रुख यता कुन सालको बन्छ कि यता के छ सबै पूर्ण रूपमा गणना गरेर भन्यो हैन। अब अप्सन बी ले भन्यो नमुना क्षेत्र स्थापना। नमुना भनेपछि अब हामीले यहाँदेखि एउटा क्षेत्र बनायौं, यहाँदेखि अर्को क्षेत्र बनायौं, यहाँदेखि अर्को क्षेत्र बनायौं। अब यहाँ गणना, यहाँ गणना, यहाँ गणना, यहाँ यसरी भन्यो। अब वनको अवलोकन गरेर भन्दाखेरि हामीले बाहिरबाट हेर्दाखेरि मात्रै अवलोकन गरेर चाहिँ अप्सन सी ले भन्यो। अप्सन डी ले के भन्यो? सरकारवालासँग छलफल गरेर भन्यो। अब बाहिरको सरकारवालासँग अब छलफल गरेर वनको गणना गर्ने भन्यो। अब के हुन्छ? पूर्ण रूपमा गणना गरेर सम्भव छ, वन त ठुलो हुन्छ, सम्भव छैन हैन। अब वनको अवलोकन वरिपरिबाट हेरेर मात्र त हुँदैन हैन, त्यसैले अब सरकारवालासँग अब छलफल गरेर त झन् हुँदैन भनेको। यसको आन्सर के भनेको? अप्सन बी 13 को बी नमुना। यसरी नमुना चाहिँ क्षेत्र स्थापना गर्ने अनि हामीले चाहिँ यता 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 गरेर चाहिँ हामीले गणना गर्ने है त। त्यसैगरी के भनेको? प्रश्न नम्बर 13 को अप्सन बी बुझ्ने कोसिस गर्नु होला है त साथीहरु। त्यसैगरी प्रश्न नम्बर 14 मा रहेको छ, बिउ छर्नु अघि कुन बिउलाई तातो पानीमा डुबाइन्छ भन्यो। अब बिउ छर्नु अघि चाहिँ कुन बिउलाई तातो पानीमा डुबाइन्छ त भन्दाखेरि ए मा छ साल, बी मा छ सल्लो, सी मा छ 29, डी मा छ खैर भन्दाखेरि चाहिँ अब तपाईहरुले देख्नु होला हेर्नु होला हैन। यसको चाहिँ प्रश्न नम्बर 14 को चाहिँ बिउ छर्नु अघि कुन बिउलाई तातो पानीमा डुबाइन्छ त भन्दाखेरि खैरलाई तातो पानीमा डुबाइन्छ। अब कहिलेकाहीँ तपाईहरु भन्नु होला सर खैर त अब हावाबाट पनि थियो हैन, त्यो सोच्नु होला, तर अप्सन हेर्नुपर्छ है त। अब हेर्नुभयो भने खैर भने चाहिँ तातो पानीमा डुबाइन्छ, अरु यिनीहरु चाहिँ यो साल सल्लो 29 चाहिँ तातो पानीमा डुबाइन्न, तर चाहिँ खैर चाहिँ डुबाइन्छ है त। अर्को टिक पनि छ हैन, तर अप्सन हेरेर हामीले चाहिँ डिल गर्नुपर्छ है त। त्यसैगरी प्रश्न नम्बर 15 मा रहेको छ, हिन्दू धर्म ग्रन्थका अनुसार भगवान कृष्णको साथीको रूपमा कुन वन्यजन्तुलाई चिनिन्छ भन्यो। अब हिन्दू धर्म ग्रन्थ अनुसार भगवान कृष्णको साथीको रूपमा चाहिँ कुन वन्यजन्तुलाई चिनिन्छ त भन्दाखेरि ए मा छ चौका, बी मा छ कृष्णसार, सी मा छ नयन, डी मा छ गरुड त भन्दाखेरि चाहिँ के हुन्छ यसको सही आन्सर? हिन्दू धर्म ग्रन्थ अनुसार भगवान कृष्णको साथीको रूपमा चाहिँ कृष्णसारलाई चिनिन्छ। हो अब कृष्णसारको बारेमा के छ त भन्दाखेरि यो कृष्णसार बढी यो के हुन्छ त भन्दाखेरि कहिलेकाहीँ यसको संख्या सोध्न सक्छ। यसको संख्या चाहिँ कति छ त भन्दाखेरि कति छ? 375 चाहिँ यसको संख्या छ है। अब यसलाई चाहिँ अंग्रेजी नाम चाहिँ ब्ल्याक BULK भनेर चिनिन्छ हैन। अब यो चाहिँ बर्दियाको खैरापुरमा चाहिँ कृष्णसार संरक्षण क्षेत्र छ हो, त्योमा चाहिँ पाइन्छ। अब
कृष्णसार संरक्षण क्षेत्र चाहिँ यही कृष्णसारको लागि नै प्रख्यात हो है। अब बर्दियामा रहेको छ, बर्दियाको चाहिँ खैरापुरमा चाहिँ कृष्णसार संरक्षण क्षेत्र रहेको छ है। अब चाहिँ नेपालमा पाइने जम्मा 375 कृष्णसार मध्ये है त नेपालमा पाइने जम्मा कति रहेछन्? कहिलेकाहीँ प्रश्नमा सोध्न सक्छ नेपालमा कतिवटा कृष्णसार पाइन्छन्, कतिवटा कृष्णसार रहेका छन् भन्यो भने कति रहेछ? 375 हैन। अब हिन्दू धर्मग्रन्थ अनुसार चाहिँ कृष्णको साथीको रूपमा चिनिने वन्य जन्तु कुन रहेछ? कृष्णसार। कृष्णसार कतिवटा रहेछन्? 375 वटा। 375 वटा मध्येमा चाहिँ 166 कहाँ छन् त भन्दाखेरि 166 है। 166 कहाँ रहेछन्? बर्दियाको खैरापुरमा रहेका छन् हैन। कृष्णसार संरक्षण क्षेत्रभित्र चाहिँ जो कृष्णसार संरक्षण क्षेत्र छ हैन त्योमा चाहिँ कति छन्? 166 वटा रहेका छन् र बाँकी चाहिँ 209 वटा चाहिँ कहाँ रहेका छन् त भन्दाखेरि 209 चाहिँ कहाँ रहेका छन्? सुग्लाफाटामा है त। सुग्लाफाटा राष्ट्रिय निकुञ्जमा रहेका छन् है त। 166 चाहिँ कहाँ रहेका छन् त? यो बर्दियाको खैरापुरमा चाहिँ कृष्णसार संरक्षण क्षेत्रमा रहेका छन्। त्यसैगरी 209 चाहिँ सुग्लाफाटामा रहेका छन् है त। यसरी चाहिँ तपाईहरुले बुझ्नु होला। अब त्यसैगरी प्रश्न नम्बर 16 मा रहेको छ दिएको मध्ये कुन पन्छीले बढी लजालु र कातर पन्छीको रूपमा चिनिन्छ भन्यो। अब तल दिएका मध्ये चाहिँ कुन बढी लजालु र कातर पन्छीको रूपमा चिनिन्छ त भन्दाखेरि ए मा छ डाँफे, बी मा छ मुनाल, सी मा छ राजधनेश, डी मा छ चिल भन्दाखेरि चाहिँ एकदम लजालु र कातर पन्छीको रूपमा चिनिने चाहिँ डाँफे हो। है त प्रश्न नम्बर 16 को अप्सन ए। त्यसैगरी प्रश्न नम्बर 17 मा रहेको छ तलका मध्ये कुन रुख सदाबहार रुख हो भन्यो। सदाबहार भनेको के हो त भन्दाखेरि अब मानम यो एउटा यो रोग हो है, यिनीहरू रोग हो है, यिनीहरू चाहिँ पात हो मानम है त, यिनीहरू पात हो है, यो रोग हो। सदाबहार भनेको पातहरू नझर्ने, यो हरियोको हरियो भनेकै जस्तो छ त्यस्तै हुने हैन। अब पतझर भनेको के हो त भन्दाखेरि यिनीहरू पातहरू चाहिँ झरिहाल्ने, पातहरू झर्नेलाई चाहिँ के भनिन्छ त भन्दाखेरि सुक्ने हैन, पातहरू झर्नेलाई चाहिँ पतझर भनिन्छ। अब सदाबहार भनेको के हो त भन्दाखेरि पातहरू नझर्ने हैन। अब त्यसैगरी प्रश्न नम्बर 17 तलका मध्ये कुन रुख सदाबहार रुख हो त भन्दाखेरि ए मा छ खैर, अब बी मा छ सिसौं, सी मा छ सिमल, अप्सन डी मा छ राजवृक्ष। के हुन्छ होला यसको सही आन्सर? सदाबहार रुख चाहिँ राजवृक्ष हो है त। प्रश्न नम्बर 17 को अप्सन डी। अब त्यसैगरी प्रश्न नम्बर 18 मा रहेको छ नेपालमा सबैभन्दा बढी कस्तो खालको वन पाइन्छ भने नेपालमा चाहिँ सबैभन्दा बढी कस्तो खालको वन पाइन्छ त भन्दाखेरि ए मा छ चौडापाती वन, बी मा छ मिश्रित वन, सी मा छ कोणधारी वन, डी मा छ झाडीयुक्त वन भन्दाखेरि चाहिँ नेपालमा सबैभन्दा बढी चाहिँ मिश्रित वन पाइन्छ है त। प्रश्न नम्बर 18 को अप्सन बी। त्यसैगरी प्रश्न नम्बर 19 मा रहेको छ 19 मा के छ त भन्दाखेरि नेपाली कागज बनाउन प्रयोग गरिने लोत्ताको वैज्ञानिक नाम के हो भन्यो। नेपालमा चाहिँ कागज बनाउन प्रयोग गरिने, अब कहिलेकाहीँ प्रश्नमा आउन सक्छ हो यसरी चाहिँ अर्को प्रश्न भन्छ हेर्नु है, नेपालमा कागज बनाउन प्रयोग गरिने कुन हो, के हो, कुन वनस्पति हो अथवा कुन रोग हो भन्यो भने के भन्छ? लोत्ता हैन। अब लोत्ताको वैज्ञानिक नाम के हो भन्यो। अब लोत्ताको वैज्ञानिक नाम के हो त भन्दाखेरि ए मा छ गिरान्डिया डाइभर्सिफोलिया हैन, बी मा छ डार्फिनी भोलुवा, सी मा छ रोटोडन्ड्रन आर्बोनियम, डी मा छ कुनै पनि होइन त भन्दाखेरि नेपाली कागज बनाउन प्रयोग गरिने लोत्ताको वैज्ञानिक नाम अप्सन बी है त। त्यसैगरी प्रश्न नम्बर 20 मा रहेको छ नेपालमा वन बिउ बगैँचा कतिवटा स्थानमा कतिवटा स्थापना गरिएको छ हैन। अब कतिवटा स्थानमा स्थापना हो भन्ने प्रश्न नम्बर 20 को चाहिँ नेपालमा वन बिउ बगैँचा कतिवटा स्थापना गरिएको छ त भन्दाखेरि ए मा छ 22, बी मा छ 32 वटा, सी मा छ 42 वटा, डी मा छ 52 वटा भन्दाखेरि चाहिँ नेपालमा चाहिँ वन बिउ बगैँचा 52 ठाउँमा चाहिँ स्थापना गरिएको छ। प्रश्न नम्बर 20 को अप्सन डी है त। त्यसैगरी प्रश्न नम्बर 21 मा रहेको छ साइटिसले के काम गर्दछ भन्यो। अब साइटिस हैन, साइटिसको बारेमा मैले तपाईहरुलाई धेरै भनिसकेको छु पहिलाको भिडियोमा। साइटिस नेपालमा कहिले लागू भयो, कहिले पक्षधार राष्ट्र भयो, साइटिसको फुल फर्म के हो हैन, साइटिसले कस्ता वन्यजन्तुहरूको व्यापार रोक्छ है। अब यो चाहिँ मैले सबै भनिसकेको छु, तपाईहरुले चाहिँ भिडियो हेर्नु भएको छैन भने पहिलाको भिडियोहरु हेर्नु होला है त। अब 21 ले के भन्यो त भन्दाखेरि साइटिसले के काम गर्दछ भन्यो। ए मा छ वन्यजन्तु तथा वनस्पतिको अवैध व्यापार नियन्त्रण, बी मा छ जैविक विविधताको ह्रासमा नियन्त्रण, सी मा छ अवैध कटान रोक्ने, डी मा छ माथिका सबै भन्दाखेरि चाहिँ तपाईहरुले माथिका सबै भनेर नलाउनु होला है त। किनकि भन्दाखेरि साइटिसले चाहिँ अन्तर्राष्ट्रिय विशेष गरी अन्तर्राष्ट्रिय हैन
वन्यजन्तुको चाहिँ वन्यजन्तु वनस्पतिको चाहिँ अवैध व्यापार नियन्त्रण गर्ने हो है त। प्रश्न नम्बर 21 को वन्यजन्तु तथा वनस्पतिको अवैध व्यापार नियन्त्रण, प्रश्न नम्बर 21 को अप्सन ए। त्यसैगरी प्रश्न नम्बर 22 मा रहेको छ तलका मध्ये कुन प्रजाति मुना प्रणाली अपनाउन सकिन्न भन्यो। अब कहिलेकाहीँ नयाँ साथीहरू हुनुहुन्छ भने मुना प्रणाली भनेको के हो भनेर पनि आउन सक्छ हैन, पढ्नु भएको छैन भने। हो यो मुना प्रणाली भनेको के हो त भन्दाखेरि मानम है यो एउटा रोग थियो, ठीक छ, यो एउटा रोग हो है। अब एउटा रुख हो, अब यो रुखलाई यहाँबाट काटिदियो, ठीक छ। अब यहाँबाट काट्यो भनेपछि त यस्तो हुन्छ नि रुख, त यस्तो हुन्छ रुखको ठुटा हैन, रुखको ठुटा यसरी हुन्छ हो। अरूमा के गरिन्छ त भन्दाखेरि अरू प्रजातिमा अब यसरी मुना भनेको यो यहाँ काटेको ठाउँबाट चाहिँ मुना पलाउनु के, यसरी चाहिँ काटेको ठाउँमा अरू मुना एउटै सिङ्गै रुख त माथि आउन्न अनि त्यसबाट निस्किने त यस्तै मुना हो, यसलाई चाहिँ मुना प्रणाली भनिन्छ। अब यो मुना प्रणाली चाहिँ कुन प्रजातिमा चाहिँ अपनाउन सकिन्न भन्यो है त। सल्लो, त्यसरी बीमा छ देवदार, त्यसरी सीमा छ ठिङ्ग्रे सल्ला, डीमा छ माथिका सबै भन्दाखेरि चाहिँ यो मुना प्रणाली अपनाउन नसकिने चाहिँ माथिका सबै है त। अब सल्लोमा पनि सकिन्न, देवदारमा पनि सकिन्न, ठिङ्ग्रे सल्लामा पनि यसरी मुना पलाउँदैन, त्यसैले चाहिँ यो अपनाउन सकिन्न। यसरी बुझ्नु होला है त साथीहरू। फेरि पनि भने तपाईहरु यदि सिद्धनाथ टेक्निकल कलेजमा चाहिँ पढ्न चाहनुहुन्छ भने हाम्रो सिद्धनाथ टेक्निकल कलेजलाई चाहिँ सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि नम्बर टपमा दिएको छ, तपाईले चाहिँ हेर्न सक्नुहुनेछ। हाम्रो पढाइ साँझ 4 बजेदेखि सञ्चालन भइरहेको छ। तपाईहरु यहाँ आएर पढ्न सक्नुहुनेछ। यदि नयाँ हुनुहुन्छ भने हाम्रो यस च्यानललाई लाइक, कमेन्ट, शेयर, सब्स्क्राइब चाहिँ गर्न नभुल्नु होला है त। अब प्रश्न नम्बर 23 मा छ रिठ्ठाको कुन भाग उपयोगी हुन्छ भने रिठ्ठाको कुन भाग उपयोगी हुन्छ त भन्दाखेरि ए मा छ पात, बी मा छ फल, सी मा छ हाँगा, डी मा छ जरा भन्दाखेरि रिठ्ठाको कुन भाग प्रयोग गरिन्छ त भन्दाखेरि फल है त, अप्सन बी। अब 24 मा छ 24 मा के छ त भन्दाखेरि क्याटलिपिलर फंगस भनेर केलाई चिनिन्छ भने क्याटलिपिलर फंगस भनेर केलाई चिनिन्छ भन्दाखेरि ढोसी, बी मा छ पाँचौले, सी मा छ सुनाखरी, डी मा छ एर्सागुम्बा भन्दाखेरि चाहिँ प्रश्न नम्बर 24 को अप्सन डी एर्सागुम्बा। एर्सागुम्बाको बारेमा मैले धेरै पटक भनिसकेको छु, एकदमै महत्त्वपूर्ण प्रश्न हो हैन। अब पाँचौले पनि भनिसकेको छु, एकदमै महत्त्वपूर्ण प्रश्न हो। तपाईहरुले के गर्नु होला त भन्दाखेरि आज यदि सबले भिडियो हेरिराख्नु भएको छ भने यसको चाहिँ वैज्ञानिक नाम है, त्यसपछि अर्को संकलन समय है, संकलन समय, त्यसैगरी अर्को यसको राजस्व है, सरकारी राजस्व हैन, त्यसैगरी चाहिँ यो तीनटा चाहिँ तपाईहरुले यसको बारेमा र कति उचाइमा पाइन्छ, कति उचाइमा पाइन्छ भन्दाखेरि यो चारवटा कति उचाइमा पाइन्छ, यसको राजस्व, यसको चाहिँ सरकारी दस्तुर र यसको संकलन समय चाहिँ तपाईहरुले कमेन्ट गर्नु होला। र पाँचौलेको पनि सेम है त, यसको सरकारी दस्तुर, यसको त्यसपछि आएर संकलन समय, यसको त्यसपछि आएर कति उचाइमा पाइन्छ, यसको चाहिँ यदि चाहिँ पाँचौले र एर्सागुम्बाको चाहिँ तपाईहरुले कमेन्ट गर्नु होला है त। हामी कमेन्ट मार्फत हेर्नेछौँ। तपाईले जसले राइट कमेन्ट गर्छ, जसले एकदमै मिलाएर कमेन्ट गर्छ, उसलाई चाहिँ हामीले यस्तै नयाँ प्रश्नको चाहिँ तपाईहरुले चाहिँ पीडीएफ उपलब्ध गराउने छौं है त। त्यसैगरी प्रश्न नम्बर 25 मा रहेको छ राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनमा जम्मा कति दफा रहेका छन् भने। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनमा जम्मा कति दफा रहेका छन् भन्दाखेरि ए मा छ 34, बी मा छ 28, सी मा छ 40, डी मा छ 50 भन्दाखेरि प्रश्न नम्बर 25 को के हुन्छ राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनमा जम्मा 34 वटा दफा रहेका छन् है त। 34 वटा दफा रहेका छन्। परिच्छेद कति छन् त कमेन्ट गर्नु है त। परिच्छेद छन् कि अनुसूची छन् है त, तपाईले चाहिँ कतिको पढ्नु भएको छ त्यो चाहिँ कमेन्ट गर्नु होला। यदि परिच्छेद रहेछन् भने परिच्छेद गर्नु होला, अनुसूची रहेछ भने अनुसूची गर्नु होला है त। त्यसैगरी प्रश्न नम्बर 26 मा रहेको छ गैर कानुनी तरिकाले कुनै अखेटो प्रहार राख्ने व्यक्तिको सुराग लगाई पक्राइदिने वा त्यस्तो व्यक्तिलाई पक्राउने व्यक्तिलाई कस्तो पुरस्कार हुन्छ। गैर कानुनी तरिका अखेटो प्रहार भन्नाले चाहिँ वन्यजन्तुको हैन, अब मृत शरीर अथवा कुनै चिन्ने अङ्ग त्यस्तो चाहिँ राखेको सुराग लगाइदिने व्यक्तिलाई चाहिँ कस्तो पुरस्कारको व्यवस्था गरिएको छ त भन्दाखेरि ए मा छ लिलाम बिक्रीबाट आएको मूल्यको 50%, बी मा छ अखेटो प्रहारको अवस्था, महत्त्व र परिमाण विचार गरी 50,000 रुपैयाँसम्म, सी मा छ दुवै हुन सक्छ, डी मा कुनै पनि होइन भन्दाखेरि चाहिँ के हुन्छ यसको सही आन्सर प्रश्न नम्बर 26 को अप्सन
ए है त लिलाम बिक्रीबाट आएको 50%। अब प्रश्न नम्बर 27 मा रहेको छ उष्णप्रदेशीय वनमा विशेष गरी पतझर प्रजाति पाइन्छन् तर उक्त वनमा पाइने सदाबहार प्रजाति कुन हो? उष्णप्रदेशीय वनमा चाहिँ कुन प्रजाति पाइने रहेछ? पतझर प्रजाति पाइन्छ तर उक्त वनमा चाहिँ सदाबहार प्रजाति पनि पाइने रहेछ हैन। हो त्यो सदाबहार प्रजाति कुन हो भन्यो हैन। ए मा छ साँझ, बी मा छ साल, सी मा छ चिलाउने, डी मा छ चाप भन्दाखेरि प्रश्न नम्बर 27 को सदाबहार प्रजाति चाहिँ चाप हो। है त प्रश्न नम्बर 27 को अप्सन डी। अब त्यसै गरी प्रश्न नम्बर 28 मा रहेको छ वन्यजन्तुको क्षेत्रमा काम गर्ने संगठन WWF को स्थापना कहिले भएको हो भन्दाखेरि चाहिँ मैले यो WWF को फुल फर्म हैन, त्यसै गरी साइटिस को फुल फर्म WWF, त्यसपछि के अरे सावेन को फुल फर्म यिनीहरू चाहिँ सबै मैले तपाईहरुलाई चाहिँ भनिसकेको छु हैन। अब वन्यजन्तुको क्षेत्रमा काम गर्ने संगठन WWF को स्थापना कहिले भएको त भन्दाखेरि ए मा छ सन् 1961, बी मा छ सन् 1947, सी मा छ सन् 1966, डी मा छ 1973। के हुन्छ प्रश्न नम्बर 28 को सही आन्सर? कमेन्ट गर्दै जानु होला, हामी कमेन्ट मार्फत तपाईहरुको आन्सर हेर्ने छौं है। प्रश्न नम्बर 28 को चाहिँ सन् 1961, 28 को ए है त। अब त्यसैगरी प्रश्न नम्बर 29 मा रहेको छ सालको गुड सीड इयर कति वर्षको अन्तरालमा हुन्छ भन्दाखेरि सालको चाहिँ गुड सीड इयर भन्दाखेरि बिउ चाहिँ राम्रो बिउ चाहिँ कति वर्षको अन्तरालमा आउँछ भन्यो है त। गुड सीड भनेको चाहिँ राम्रो बिउ चाहिँ कति वर्षको अन्तरालमा आउँछ त भन्दाखेरि ए मा छ 3 वर्ष, बी मा छ 3 देखि 5 वर्ष, सी मा छ 3 देखि 5 वर्ष, डी मा छ माथिका सबै भन्दाखेरि चाहिँ अप्सनले नै एकदमै राम्रोसँग भनिसक्यो हैन। अब गुड सीड इयर चाहिँ राम्रो बिउ चाहिँ 3 देखि 5 वर्षमा आउँछ है त। प्रश्न नम्बर 29 को अप्सन सी। त्यसैगरी प्रश्न नम्बर 30 मा रहेको छ राष्ट्रिय रेडपान्डा सर्वेक्षण कहिले भएको थियो? राष्ट्रिय रेडपान्डा सर्वेक्षण कहिले भएको थियो त भन्दाखेरि ए मा छ सन् 2015, बी मा छ सन् 2016, सी मा छ सन् 2017, डी मा छ सन् 2022 भन्ने चाहिँ राष्ट्रिय रेडपान्डा कहिले भएको थियो त भन्दाखेरि सर्वेक्षण सन् 2016 मा भएको थियो है त। प्रश्न नम्बर 30 को अप्सन बी। अब त्यसैगरी प्रश्न नम्बर 31 मा रहेको छ विश्व संरक्षण सङ्घको स्थापना कहिले भएको हो भन्यो। अब विश्व संरक्षण सङ्घको स्थापना कहिले भएको हो त भन्दाखेरि ए मा छ सन् 1969, बी मा छ 1970, सी मा छ सन् 1972, डी मा छ सन् 1948 भन्दाखेरि चाहिँ विश्व संरक्षण संस्थाको स्थापना चाहिँ कहिले भएको रहेछ? 1948। प्रश्न नम्बर 31 को अप्सन डी है त। त्यसैगरी प्रश्न नम्बर 32 मा रहेको छ वन क्षेत्रमा गस्ती गर्दा के कुरामा ध्यान दिन पर्छ भन्यो। वन क्षेत्रमा गस्ती गर्दा के कुरामा ध्यान दिन पर्छ त भन्दाखेरि ए मा छ बिस्तारै बोल्ने, हो हल्ला नगर्ने, बी मा छ पूर्व योजना तयार गर्ने, सी मा छ सूचनाहरू गोप्य राख्ने, डी मा छ माथिका सबै। यस्तो प्रश्नहरू चाहिँ तपाईले आफै पनि लजिक लगाएर गर्न सक्नुहुन्छ है त। यसको चाहिँ प्रश्न नम्बर 32 को चाहिँ माथिका सबै भइहाल्यो हैन। अब त्यसैगरी प्रश्न नम्बर 33 मा रहेको छ नेपाल सरकारले कुन जनावरलाई कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको छ भने कृषि वन्यजन्तु घोषणा गरेको चाहिँ जनावर को हो त भन्दाखेरि ए मा छ जङ्गली रातो बाँदर, बी मा छ जङ्गली बँदेल, सी मा छ चितुवा, डी मा छ ए र बी दुवै भन्दाखेरि चाहिँ कृषि वन्यजन्तु हानिकारक चाहिँ जङ्गली रातो बाँदर पनि हो, जङ्गली बँदेल पनि हो। त्यसैगरी चाहिँ के भनेको यसको सही आन्सर अप्सन डी ए र बी दुवै है त। अब त्यसैगरी प्रश्न नम्बर 34 मा रहेको छ वन नियमावली 2079 बमोजिम काठको आयतन कुन फर्मुलाबाट निकालिन्छ भन्यो। अब काठको आयतन कुन फर्मुलाबाट निकालिन्छ त भन्दाखेरि ए मा छ न्युटन फर्मुला, बी मा छ स्मेलियन फर्मुला, सी मा छ क्वार्टरगत फर्मुला, डी मा छ हुबर फर्मुला त भन्दाखेरि चाहिँ वन नियमावली 2079 अनुसार काठको आयतन क्वार्टरगत फर्मुलाबाट के गरिन्छ? निकालिन्छ। त्यसैगरी प्रश्न नम्बर 35 मा रहेको छ राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनको 5औं संशोधन कहिले भएको थियो भने। 5औं संशोधन चाहिँ कति पटक संशोधन भएको छ? 5वटै हेरे। अब 5औं संशोधन चाहिँ कहिले भएको थियो त भन्दाखेरि ए मा छ 2073 11 महिना 17 गते, बी मा छ 2073 12 महिना 17 गते, सी मा रहेको छ 2074 12 महिना 17 गते, डी मा रहेको छ 2074 11 महिना कति 17 गते त भन्दाखेरि चाहिँ राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनको 5औं संशोधन 2073 12 महिना 17 गते भएको थियो। प्रश्न नम्बर 35 को अप्सन बी है त। तपाईहरु गर्दै जानु होला, तपाईहरुको कति प्रश्न मिल्छ अन्तिममा चाहिँ यति मिल्यो भनेर चाहिँ कमेन्ट गर्नु होला है त साथीहरु।
त्यसै गरी प्रश्न नम्बर 36मा रहेको छ कुन प्रजातिबाट उच्च गुणस्तरीय सुपरियर रेजिनको खोटो निकाल्न सकिन्छ भन्यो। एकदमै महत्त्वपूर्ण प्रश्न है त साथीहरू। कुन के भन्यो त भन्दाखेरि उच्च भनिसक्यो है, हामीले के भन्यो उच्च गुणस्तरको भन्यो। अब अरू केही भन्यो, अरू भने छैन है। अब कुन प्रजातिबाट उच्च गुणस्तरीयको खोटो निकाल्न सकिन्छ त भन्यो। उच्च भन्यो भने हाम्रो खोटेसल्ला देवदार गोब्रेसल्ला पाटेसल्ला छ। उच्च भन्यो भने के हुन्छ त भन्दाखेरि गोब्रेसल्ला भनिन्छ है। के भन्दाखेरि उच्च। यदि उच्च पनि भनेन नेपालमा कुन प्रजातिबाट खोटो निकाल्ने गरिन्छ भन्दाखेरि केही भनेन। नेपालमा चाहिँ कुन यो के अरे प्रजातिबाट खोटो निकालिन्छ त भन्दाखेरि खोटेसल्ला। नेपालमा खोटो निकाल्न प्रयोग गरिने कुन प्रजाति हो भन्यो भने के हुन्छ खोटेसल्ला नै हुन्छ। तर उच्च सबैभन्दा राम्रो भन्यो भने चाहिँ गोब्रेसल्ला हुन्छ है त। सायद यति चाहिँ बुझ्नु होला। यदि केही नभनिदिएको भए चाहिँ खोटेसल्ला हुन्थ्यो है। त्यसै प्रश्न नम्बर 37मा रहेको छ जगदीशपुर जलाशय कहिले रामसर साइटमा सूचीकृत भएको हो भने। एमा छ सन् 2003 अगस्त 13, बीमा छ सन् 2003 जुन 13, सीमा छ सन् 2003 मे 13, डीमा छ सन् 2003 जनवरी 13 भन्दाखेरि चाहिँ प्रश्न नम्बर 37 को के हुन्छ सन् 2003 अगस्त 13। प्रश्न नम्बर 37 को अप्सन ए है त। त्यसै गरी प्रश्न नम्बर 38मा रहेको छ कल्पवृक्ष र हाम्रो वन केसँग सम्बन्धित छ भन्यो। कल्पवृक्ष र हाम्रो वन केसँग सम्बन्धित छ त भन्दाखेरि एमा छ वनसँग सम्बन्धित रेडियो कार्यक्रम, बीमा छ वनसँग सम्बन्धित टेलिभिजन कार्यक्रम, सीमा छ वनसँग सम्बन्धित पत्र पत्रिका, डीमा छ माथिका सबै भन्दाखेरि चाहिँ प्रश्न नम्बर 38 को के हुन्छ त भन्दाखेरि हाम्रो कल्पवृक्ष चाहिँ वनसँग सम्बन्धित पत्र पत्रिका हो है त। त्यसै गरी प्रश्न नम्बर 39मा रहेको छ एक सिङे गैंडा तलका मध्ये कुन संरक्षित क्षेत्रमा पाइँदैन भन्यो। एक सिङे गैंडा चाहिँ तलका मध्ये कुन संरक्षित क्षेत्रमा पाइँदैन त भन्दाखेरि एमा छ बाघे राष्ट्रिय निकुञ्ज, बीमा छ बद्रिया राष्ट्रिय निकुञ्ज, सीमा छ शुक्लफाटा राष्ट्रिय निकुञ्ज, डीमा छ चितवन राष्ट्रिय निकुञ्ज। अब एक सिङे गैंडा चाहिँ गैंडाको लागि प्रख्यात कुन हो त भन्दाखेरि चितवन राष्ट्रिय निकुञ्ज हैन। कहिलेकाहीँ सोध्न सक्छ गैंडाको लागि प्रख्यात राष्ट्रिय निकुञ्ज कुन हो भन्यो भने कुन हो चितवन राष्ट्रिय निकुञ्ज गैंडाको लागि है। अब एक सिङे गैंडा तलका मध्ये कुन संरक्षित क्षेत्रमा पाइँदैन त भन्दाखेरि एमा छ बाँके राष्ट्रिय निकुञ्ज, बीमा छ बर्दिया राष्ट्रिय निकुञ्ज, सीमा शुक्लफाटा, डीमा चितवन भन्दाखेरि चाहिँ एक सिङे गैंडा चाहिँ बाँके राष्ट्रिय निकुञ्जमा पाइँदैन है त। त्यसै गरी प्रश्न नम्बर 40मा रहेको छ बाँके राष्ट्रिय निकुञ्जको क्षेत्रफल कति छ भन्यो। अब बाँके राष्ट्रिय निकुञ्जको क्षेत्रफल कति छ त भन्दाखेरि एमा छ 1448 वर्ग किलोमिटर, बीमा छ 750 वर्ग किलोमिटर, सीमा छ 550 वर्ग किलोमिटर, डीमा छ 170 वर्ग किलोमिटर भन्दाखेरि प्रश्न नम्बर 40 को के हुन्छ बाँके राष्ट्रिय निकुञ्जको क्षेत्रफल कति रहेको छ अप्सन सी 550 वर्ग किलोमिटर रहेको छ है त। अब त्यसै गरी प्रश्न नम्बर 41मा रहेको छ गोब्रेसल्लाको कतिवटा निडलहरू हुन्छन् भन्यो। गोब्रेसल्लाको कतिवटा निडल हुन्छ। निडल भनेको के हो भन्नु लाग्ला हैन। अब यस्तो पातहरू हुन्छ हैन, अब यस्तोलाई चाहिँ निडल भनिन्छ हैन। अब गोब्रेसल्लाको चाहिँ कतिवटा निडलहरू रहेका छन् त भन्दाखेरि एमा छ 2, बीमा छ 3, सीमा छ 4, डीमा छ 5 भन्दाखेरि चाहिँ 5 वटा निडलहरू रहेका हुन्छन् है त। अब त्यसै गरी प्रश्न नम्बर 42मा रहेको छ रात दिन अक्सिजन दिने बिरुवा कुन हो भन्यो। अब रात दिन अक्सिजन दिने बिरुवा कुन हो त भन्दाखेरि एमा छ तुलसी, बीमा छ पिपला, सीमा छ बर, डीमा छ सिमल। रात दिन अक्सिजन दिने बिरुवा अप्सन ए तुलसी हो है त। त्यसै गरी प्रश्न नम्बर 43 डल्फिनको लागि प्रसिद्ध नदी कुन हो भन्यो। डल्फिनको लागि प्रसिद्ध नदी कुन हो त भन्दाखेरि एमा छ महाकाली, बीमा छ नारायणी, सीमा छ भेरी, डीमा छ कर्णाली भन्दाखेरि प्रश्न नम्बर 43 को डल्फिनको लागि प्रसिद्ध नदी चाहिँ कर्णाली हो है त। प्रश्न नम्बर 43 को अप्सन डी। त्यसै गरी प्रश्न नम्बर 44मा रहेको छ वनमा पाइने वनस्पतिहरूको साइज, संख्या तथा वन पैदावारको अवस्था आदिको जानकारी लिन वनमा नाप जनावर लेखाजोखा गर्नुलाई के भनिन्छ भन्यो। एमा छ स्याम्पल प्लट, बीमा छ स्रोत नक्सा, सीमा छ वन स्रोत सर्वेक्षण, डीमा छ स्याम्पलिङ इन्टेन्सिटी। के हुन्छ होला यसको सही आन्सर कमेन्ट गर्दै गर्नु होला। प्रश्न नम्बर 44 को अप्सन सी वन स्रोत सर्वेक्षण। त्यसै प्रश्न नम्बर 45मा रहेको छ धमिराको शत्रु भनेर चिनिने जनावर कुन हो भने। धमिराको शत्रु भनेर चिनिने जनावर कुन हो त भन्दाखेरि एमा छ हुडार, बीमा छ हाब्रे, सीमा छ कृष्णसार, डीमा छ
सालक। के हुन्छ यसको सही आन्सर धमिराको किरा भनेर चिनिने चाहिँ अप्सन डी सालक है त। प्रश्न नम्बर 45 को अप्सन डी। अब त्यसै गरी प्रश्न नम्बर 46 मा रहेको छ नेपालको सबैभन्दा ठुलो घाँसे मैदान कहाँ रहेको छ भने नेपालमा चाहिँ सबैभन्दा ठुलो घाँसे मैदान कहाँ रहेको छ त भन्दाखेरि एमा छ बाँके राष्ट्रिय निकुञ्ज, बीमा छ बर्दिया राष्ट्रिय निकुञ्ज, सीमा छ शुक्लफाटा राष्ट्रिय निकुञ्ज, डीमा छ पर्सा राष्ट्रिय निकुञ्ज भनेर चाहिँ प्रश्न नम्बर 46 को के भनेको अप्सन सी है त। सबैभन्दा बढी चाहिँ ठुलो घाँसे मैदान चाहिँ शुक्लफाटा राष्ट्रिय निकुञ्जमा रहेको छ। 47 मा रहेको छ वन तथा वन्यजन्तुको संरक्षणका लागि वन कर्मचारीले के गर्न पर्दछ भने वन तथा वन्यजन्तुको संरक्षणका लागि वन कर्मचारीले के गर्नु पर्दछ त भन्दाखेरि एमा छ निगरानी र पक्राउ, बीमा छ गस्ती, सीमा छ खबर सङ्कलन, डीमा छ माथिका सबै भन्दाखेरि चाहिँ के गर्नुपर्छ वन तथा वन्यजन्तुको संरक्षणका लागि वन कर्मचारीले के गर्नुपर्छ अप्सन डी माथिका सबै है त। त्यसै गरी अप्सन के अरे प्रश्न नम्बर 48 मा रहेको छ जलवायु परिवर्तनबाट सिर्जित अवस्था तलका मध्ये कुन हो भने जलवायु परिवर्तनबाट चाहिँ सिर्जित अवस्था तलका मध्ये कुन हो त भन्दाखेरि एमा छ हुरी बतास, बीमा छ अनावृष्टि, सीमा छ अतिवृष्टि, डीमा छ माथिका सबै भन्दाखेरि चाहिँ माथिका सबै है त। प्रश्न नम्बर 48 को माथिका सबै डी। त्यसै गरी प्रश्न नम्बर 49 मा रहेको छ नेपालमा मात्र पाइने रैथाने चरा काँडे भ्याकुरको वैज्ञानिक नाम के हो भने अब कहिलेकाहीँ प्रश्नमा सोध्न सक्छ नेपालमा मात्र पाइने हैन रैथाने अब कुन चरा हो भने काँडे भ्याकुर हैन। अब त्यो काँडे भ्याकुरको वैज्ञानिक नाम सोध्यो एमा छ स्पेनी बेब्लर, बीमा छ टुडोरियस नेप्लिजिया, सीमा छ आइकोनिया नाइजेरिया, सीमा डीमा छ आइकोनिया हैन साइकोनिया हुँदैन है त आइकोनिया हुन्छ। के हुन्छ प्रश्न नम्बर 49 को अप्सन बी टुडोडाइस नेप्लिजिया है त नेप्लिसिस। त्यसै गरी प्रश्न नम्बर 50 मा रहेको छ वन्यजन्तुबाट भएको क्षति राहत वितरण निर्देशिका अनुसार मृतक हकवालालाई अग्रिम भुक्तानी कति दिन सकिन्छ भने मृतक हकवालालाई चाहिँ अब ठ्याक्क हाम्रो 10 लाख भन्ने सोच हुन्छ हैन। हामी चाहिँ के गर्छौँ त भन्दाखेरि 10 लाखमा टिक लगाइहाल्छौँ। के भनेछ प्रश्नले भन्दाखेरि हामीले पढ्नु पर्यो राम्रोसँग हैन। वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिका अनुसार मृत्यु भएमा चाहिँ 10 लाख हो, तर मृत्यु भएमा चाहिँ 10 लाख चाहिँ पाउने हो, तर अग्रिम भुक्तानी चाहिँ कति पाउँछ त भन्दाखेरि त्यसले 1 लाख अग्रिम भुक्तानी पाउँछ है त। 51 मा रहेको छ घरबोट र भण्डारण गरेको अन्नको क्षति गरे बापत तलका मध्ये कुन कुन वन्यजन्तुले क्षति गरेको अवस्थामा राहत पाइन्छ भन्यो। अन्नको क्षति भन्यो हैन। अन्नको क्षति गरे बापत चाहिँ कसले कुन जनावरले क्षति पाइन्छ त भन्दाखेरि एमा छ गैंडा, गैंडाले खान्छ खाँदैन, बीमा छ हात्ती, सीमा छ बाघ, डीमा छ माथिका सबै भन्दाखेरि चाहिँ आफै पनि लजिक लगाउनु हैन। अब हात्तीले चाहिँ के गर्छ त भन्दाखेरि घरबोटको भण्डारण गरेको क्षतिको अन्नको चाहिँ राहत पाउँछ है त। त्यसै गरी प्रश्न नम्बर 52 मा रहेको छ वन ऐन अनुसार चितुवा सम्बन्धी अपराधको उद्योग गरेमा कस्तो सजायको व्यवस्था गरेको छ त भन्दाखेरि अब संरक्षित वन्यजन्तु बाहेक अन्यको हकमा कसुरदार छ र के अरे आधा संरक्षितको हकमा चाहिँ कसुरदार छ र भनेर पढ्नुभयो होला नि हैन। हो के छ त भन्दा वन ऐन अनुसार चाहिँ चितुवा भन्यो हैन। चितुवा अनुसार चाहिँ चितुवा सम्बन्धी अपराध गरेमा चाहिँ कस्तो सजायको व्यवस्था छ त भन्दाखेरि कसुरदारलाई भएसर हो कि, बीमा छ कसुरदारले हुने सजायको आधा हो कि, सीमा छ कसुरदारलाई हुने सजायको दोब्बर हो कि कुनै पनि होइन त भन्दाखेरि प्रश्न नम्बर 52 को अप्सन बी कसुरदारलाई हुने सजायको आधा सजाय। त्यसै गरी 53 मा रहेको छ वन सम्बन्धन प्रणालीमा छत्र प्रणाली भनेको के हो? छत्र प्रणाली भनेको के हो त भन्दाखेरि सबै रुखहरू एकै समयमा काट्ने प्रणाली, बिस्तारै छाया दिने रुखहरू राखेर नयाँ बिरुवा उत्पादन गर्ने प्रणाली, सीमा छ सबै रुख एकैचोटि हटाएर खाली जमिन बनाउने प्रणाली, डीमा छ माथिका सबै भन्दाखेरि यसको सही आन्सर के हुन्छ होला प्रश्न नम्बर 53 को अप्सन बी है त बिस्तारै छाया दिने रुखहरू राखेर नयाँ बिरुवा उत्पादन गर्ने प्रणाली नै छत्र प्रणाली हो। त्यसै गरी प्रश्न नम्बर 54 मा रहेको छ वन ऐन 2076 अनुसार साझेदारी वनको कार्य समितिको पदावधि कति वर्षको हुन्छ भन्दाखेरि साझेदारी वनको चाहिँ कार्य समितिको चाहिँ त्यो समितिको चाहिँ पदावधि कति हुन्छ भनेको हैन। एमा छ 3 वर्ष, बीमा छ 5 वर्ष, सीमा छ 7 वर्ष, डीमा छ 10 वर्ष भन्दाखेरि चाहिँ कति वर्ष हुन्छ 5 वर्ष। प्रश्न नम्बर 54 को अप्सन बी है त। त्यसै गरी प्रश्न नम्बर 55 मा रहेको छ राहत पाउने वन्यजन्तु मध्ये कुन 2 नयाँ जनावर निर्देशिकामा थपिएको हो हैन।
पहिला कतिवटा थियो त 14वटा थियो, त्यसपछि थपियो 16वटा भयो होइन। पहिला कति थियो त भन्दाखेरि कति 14वटा थियो, पछि चाहिँ 2वटा थपियो, कतिवटा भयो 16वटा भयो। हो त्यो 2वटा थपिएको चाहिँ के हो भने हात्ती र बाघ हो कि, गैँडा र चितुवा हो कि, नीलगाई र बाँदर हो कि, घडियाल र भालु हो भन्दाखेरि पछि थपिएको चाहिँ नीलगाई र बाँदर हो है त। त्यसै गरी प्रश्न नम्बर 56मा रहेको छ खनिज पदार्थ उत्खननका लागि अनुमति दिने निकाय कुन हो भन्यो। अब खनिज पदार्थ उत्खनन भनेको निकाल्ने होइन, खन्ने उत्खनन गर्ने हो। त्यो चाहिँ दिने अनुमति दिने निकाय कुन हो त भन्दाखेरि प्रदेश मन्त्रालय हो कि, नेपाल सरकार हो कि, स्थानीय तह हो कि, वन विभाग भन्दाखेरि खनिज पदार्थ उत्खननको लागि चाहिँ कसले गर्छ त भन्दाखेरि नेपाल सरकारले अनुमति दिन्छ। तर अन्वेषण गर्नु पर्यो भन्दाखेरि अन्वेषण गर्नको लागि चाहिँ के दिन्छ त भन्दाखेरि प्रदेश सरकारले चाहिँ दिन्छ है त। अन्वेषण चाहिँ प्रदेश सरकारले, उत्खनन चाहिँ कसले? नेपाल सरकारले। त्यसरी प्रश्न नम्बर 57मा रहेको छ वनको पुनरुत्पादनलाई धेरै क्षति पुर्याउने डढेलो कुन हो भने वनको चाहिँ पुनरुत्पादनलाई धेरै क्षति पुर्याउने डढेलो कुन हो त भन्दाखेरि एमा छ सतै डढेलो, बीमा छ छत्र डढेलो, सीमा छ धरातरी डढेलो, डीमा छ छत्र डढेलो भन्दाखेरि चाहिँ यसको प्रश्न नम्बर 57को के हुन्छ होला? अप्सन बी है त। पुनरुत्पादनलाई क्षति पुर्याउने चाहिँ क्षेत्र डढेलो हो। त्यसैगरी प्रश्न नम्बर 58मा रहेको छ वन ऐन 2076 अनुसार सरकारी कर्मचारीले आफ्नो पदवी कर्तव्य पालना गर्दा कसैले बाधा अड्चन पुर्याएमा निजलाई कस्तो सजायको व्यवस्था रहन्छ। जस्तै एउटा कर्मचारी भयो, त्यो कर्मचारीले काम गर्न दिएको छैन होइन, उसलाई चाहिँ कर्तव्य पालना गर्दाखेरि बाधा अड्चन पुर्याएको छ त्यो कर्मचारी भन्छ हो। त्यस्तो बाधा अड्चन पुर्याउने व्यक्तिलाई चाहिँ कस्तो सजायको व्यवस्था भनेको हो 500सम्म जरिवाना, बीमा छ 5000सम्म जरिवाना, सीमा छ 5000सम्म जरिवाना वा 3 महिना कैद, डीमा छ माथिका सबै भन्दाखेरि चाहिँ 5000सम्म कैद वा माथिका 3 महिना कैद है त। प्रश्न नम्बर 58को अप्सन सी। त्यसै गरी प्रश्न नम्बर 59मा रहेको छ वन नियमावली 2079को कुन नियममा मानव वन्यजन्तु सहअस्तित्व अवस्था सम्बन्धी व्यवस्था उल्लेख छ। एमा छ 128, बीमा छ 129, सीमा छ 130, डीमा छ 131 भन्दाखेरि प्रश्न नम्बर 59को अप्सन बी है त 129। अब त्यसै गरी प्रश्न नम्बर 60मा रहेको छ नेपालमा वैज्ञानिक वनको सुरुवात गर्ने पहिलो व्यक्ति कुन हो भने होइन, को हो त भन्दाखेरि यसको चाहिँ कमेन्ट गर्नु होला। यसको चाहिँ एन्सर के हुन्छ? नेपालमा चाहिँ वैज्ञानिक वनको सुरुवात गर्ने पहिलो व्यक्ति ए म्याथिस हो कि, बीमा छ स्टेन्टन हो कि, सीमा छ कुलचन्द्र केसी हो कि, डीमा छ मार्तिक कोइराला हो त भन्दाखेरि प्रश्न नम्बर 60को र यसको चाहिँ कमेन्ट गर्नु होला। र अर्को 5 औले र एर्सा गुम्बाको बाह्य नाम सङ्कलन समेत यसको सरकारी दस्तुर कति उचाइमा पाइन्छ त्यो चाहिँ तपाईँहरूले कमेन्ट गर्नु होला भन्दै आजको प्रश्न यति नै छ। भोलितिर पनि तपाईँहरूमा चाहिँ हामीले नयाँ नयाँ प्रश्नहरू लिएर आउने नै छौँ। त्यो दिनसम्म चाहिँ हामीलाई हाम्रो यस च्यानललाई लाइक, कमेन्ट, सेयर एन्ड सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला होइन। अब हाम्रो फेसबुक पेजमा पनि जोडिनु होला, त्यहाँ पनि प्रश्नहरू आइरहेको हुन्छ दिन प्रतिदिन है त।